दिदी दिदी मेरो आमा बिरामी हुनुहुन्छ मलाई पैसा दिनु न। हेलो हेलो सारा, हजुर डाक्टर साहब। कहाँ हुनुहुन्छ हजुरले फोनै उठाउनु भएन। हजुर भन्नुहोस् न। मैले 2-3 दिनदेखि हजुरलाई फोन गरेको, हजुरको फोन पनि उठेन। हजुरको पर्सि अपरेसन छ, हजुरलाई यो कुरा थाहा छैन? थाहा छ डाक्टर साहब, म आउँछु छिटै। र यता सुन्नुहोस्, 3 लाख रुपियाँ नबिर्सिकन डिपोजिट गर्नु होला। डाक्टर साहब मसँग 30 रुपियाँ पनि छैन, 3 लाख मैले कहाँबाट लिएर आउँ? अब यसमा म के गर्न सक्छु र सारा? यो तपाईको समस्या हो, तपाईँ आफै हेर्नुहोस्। हस्। हे प्रभु, हजुरले मलाई बचाउनुहोस्। म केही गर्न पनि सक्दिनँ, अब तपाईँकै हातमा छ। मलाई बचाउनुहोस्। घरमा त्यस्तै किचकिच छ दाइको, न काम पाइन्छ, दिक्क लागिसक्यो, कहाँ जाने होला। जहिले इन्टरभ्यू जहिले खालि यही मात्रै सुनाउँछस्। कति सुन्ने यस्तो कुराहरू। अब आज नयाँ अफिसमा बोला, अब सायद सायद तेरो जिन्दगी सायदमै जाने भयो। कोठा भाडा भनौँ आफैले, रासन पानी आफैले हेर्नुपर्छ, उता पानी बत्तीको बिल आफैले हेर्नुपर्छ। दुनियाँले काम पाउँछस्, तैँले पाउँदैनस्? पाउँदैन, कोसिस गरेर गइरहेको। तेरो कोसिसले पेट भर्छ? पेट भर्न त पैसा कमाउनु, पैसा आज पनि खाली हात आउने हो भने घरै नआइज त। सक्दिनँ म यसरी। जा, कहाँ जानु पर्छ जा, तेरो लागि ढोका बन्द भइसक्यो। जा, यसलाई हेर्नु पर्ने मैले। तेरो लागि ढोका बन्द भइसक्यो, आउनु पर्दैन त। आज पनि तेरो काम भएन होइन त? यस्तो पाराले के गरेर खान्छस् तैँले? त मेरो भाइ भनेर मैले धेरै सहे, अब म सहन सक्दिनँ। 2-4 दिन दिनु दाइ, म कोसिस त गर्दैछु। नभन दाइ साई मलाई। छिमेकीले सोध्छन् तेरो भाइ के गर्छन् भनेर, के जवाफ दिने मैले? जा, कहाँ जानु पर्छ? सक्दिनँ म यसरी। आजदेखि तेरो लागि ढोका बन्द। आज बाउमा जिउँदो भए भए मैले यति धेरै सहनु पर्थ्यो र दाइ, मेरो पनि त केही हुन्थ्यो होला। कामहरू पढाइहरू सबै राम्रै हुन्थ्यो होला नि दाइ। कहाँ जाउँ दाइ म, भन्नु त? बरु सानै मार्दै भयो भने त हुन्थ्यो नि। कहाँ जाउँ दाइ म अब अहिले? जहाँ छाक्टर छ त्यही जा।
तपाईँसँग 2 मिनेटको लागि कुरा गर्न सक्छु? खै के भन्नु म हजुरलाई, दाइ एउटा हुनुहुन्थ्यो, उहाँले नि घरबाट निकालिदिनु भयो। खासमा कुरा चाहिँ के हो? के हुनु, यस्तै हो। काम खोज्दैछु, कामको सिलसिलामा छु, काम पनि पाउँदैन, सबै ढोका बन्द भयो। धिक्कार मेरो जिन्दगी। मसँग त्यति धेरै कुरा चाहिँ छैन हजुरसँग। मैले दिन सक्ने भनेको चाहिँ केही थोरै कुरा छ। आशा छ तपाईँले स्वीकार्नुहुनेछ भनेर। पर्दैन, छोडिदिनुहोस्। होइन, ठिकै छ, केही छैन। मसँग भएको कुरा म तपाईँलाई दिन चाहन्छु। कृपया प्लिज नाइ नभनिदिनु होला। के हो र यो बुक चाहिँ के हो नि? यो एउटा हाम्रो बाइबल हो, हजुरले पढ्न सक्नुहुन्छ। हजुर चाहिँ के खानुहुन्छ र? हजुरलाई भोको राखेर म के खानु? पर्दैन खासै। होइन, राख्नु। परमेश्वरले मेरो लागि अवश्य भेटाउनुहुन्छ। धन्यवाद हजुर। फेरि भेटाउनु। सबैले तपाईँलाई छोडे पनि परमेश्वरले कहिल्यै छोड्नुहुन्न। उहाँले तपाईँको निम्ति एउटा ढोका सधैँ खुल्ला राख्नु भएको छ। हेलो, म पिएनसी अफिसबाट बोल्दैछु। हजुर विकास बोल्दै हुनुहुन्छ? हजुर हजुर। तपाईँले दिनुभएको इन्टरभ्यू थियो नि, त्यसमा तपाईँ सिलेक्सनमा पर्नु भएको छ। तपाईँ झट्टै अफिस आइहाल्नुहोस् है। के हो, कहिले आउनुपर्छ म? हजुर अहिले नै तपाईँ ए आइहाल्नुहोस्। हुन्छ, हस् 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 हस्, थ्याङ्क यू। वेलकम। विकास, तसँग 2 मिनेट टाइम छ? यो मैले तेरो यो पुस्तक च्यातेको थिएँ, तैँले यो पढ्ने गरेको पुस्तक। यो त साधारण पुस्तक होइन रहेछ त, यो त जीवन र मुक्ति दिने पुस्तक पो रहेछ। यो पुस्तक म पनि पढ्छु। हजुर दाइ, हुन्छ दाइ, पढ्नु, हजुरले पढ्नुहोस्। खुसी लाग्यो दाइ, ढिलै भए पनि हजुरले यो कुरा बुझ्नु भयो। तपाईँ परिवर्तन भएको देख्दाखेरि मलाई धेरै खुसी लागेको छ। काम साम छैन, के पढिरहेछ यो, खालि सिडी बोकेर हिँडेको छ। भाइ मलाई माफ गर्दै। त्यो दिन मैले तेरो निम्ति ढोका बन्द गरिदिएको थिएँ, तर साराको परमेश्वरले तेरो निम्ति नयाँ ढोका खोलिदिनु भएको रहेछ। ठिकै छ दाइ, केही छैन। म तपाईँमा धन्यवाद दिन्छु। त्यो दिन तपाईँले घरको ढोका बन्द नगर्नु भएको भए साराको परमेश्वरले मेरो ढोका खोल्नु हुने थिएन। म खुसी छु जे भयो भने दाइ, म त्यहाँसम्म पुगेँ र साराको परमेश्वरले त्यो ढोका खोलिदिनु भयो। त मेरो बोझ होइनस् भाइ, त मेरो गर्व होस्। सारा कहाँ हुनुहुन्छ? म उहाँलाई भेट्न आएँ। सारा त आजभन्दा 3 महिना अगाडि नै बितिसक्नुभयो भन्ने खबर आएको थियो। हे प्रभु, जसले मलाई सत्यको मार्ग देखाइन्, उसलाई मैले धन्यवाद पनि भन्न सक्छु। तपाईँ? डाक्टरले म बाँच्दैन भनेर भनिसकेको थियो, तर परमेश्वरले मलाई बचाउनु भयो र मेरो मण्डलीले मेरो लागि धेरै दिनसम्म प्रार्थना गर्नु। डाक्टरले भन्नुभएको थियो अब कुनै आशा छैन, तर परमेश्वरले भन्नुभयो अझै एउटा ढोका बाँकी छ।
तपाईँलाई थाहा छ त्यो चर्चको ढोका बाहिर तपाईँले बसेर के भन्नुभएको थियो? त्यो रात मेरो लागि पनि अन्तिम ढोका थियो। मैले त्यो बेलामा तपाईँलाई व्यवस्था गरेको भए सायद तपाईँले आफ्नो जीवन नै त्याग्नुहुन्थ्यो होला। चर्चले मेरो लागि प्रार्थना नगरिदिनु भएको भए सायद त्यो दिन मेरो पनि अन्तिम दिन हुने थियो होला। मानिसले अब सकियो भन्दा पनि उहाँले जहिले पनि ढोका हाम्रो निम्ति खोल्नुहुनेछ। तर हाम्रो परमेश्वरले हाम्रो निम्ति अझै एउटा ढोका खोलिदिनु भएको छ।